म लगायत तीनजना भाइहरू आज मर्निङ वाक गर्दै मार्केटतिर जाँदैछौँ है। भर्खर रुमदेखि बाहिर निक्लियो। फिलिपिनीले कहाँ जाने हो भन्दै थियो, त्यही भएर उसँग बोलिरहेको एकछिन। यति बेला हजुरहरूलाई बिहानको मौसमको बारेमा भन्नुपर्दा उज्यालो भइसकेको छ बिहान। हेर्नु साथीहरू, कारहरूको त कमी नै छैन कि यहाँ। हेर्नु न, यो कार एउटा, यो कार देख्यो भने त मलाई कस्तो लाग्छ थाहा छ? यो कार देख्यो भने त मलाई नेपालतिर पाउँछ नि, बाम माछा के, चुच्चे बाम माछा, त्यस्तै त्यस्तै लाग्छ। हेर्नु न कति लामो के कार पनि, होइन? अहिले भिडियो बनाउँदैछ है। यो ब्रिज हेर न, खतरा छ होइन? ब्रिज जाँदै गर्दा मेरो माइकमा चार्ज सकिएर भोइस आउन सकेन, त्यसको लागि सरी भन्न चाहन्छु। र मैले रुममा पुगेर भोइस जोडेर बनाएको छु, राम्रोसँग हेरिदिनु होला भन्न चाहन्छु। रमाइलो लागिरहेको छ र चिसो चिसो मौसम पनि छ, सिरसिर बतास चलिरहेको अवस्था पनि छ भन्नुपर्छ। अनि हाम्रो भाइहरू साथीहरूसँग घुम्दाखेरि त झनै खुसी लाग्ने क्या, किनकि म फेरि कस्तो भनेपछि बसिराख्नु मन लाग्दैन। तपाईँहरूले देख्न सक्नुहुनेछ, यो मैले देखाएर हिँडिरहेको छु, यो सबै बकला भन्छ मार्केट हो। यो सबै सुपर मार्केटहरू हो। हजुरहरूलाई के आवश्यक परेछ तपाईँहरूले पाउन सक्नुहुनेछ, यहाँ भिजिट गर्नुहोला भन्न चाहन्छु। र अगाडि देखिराख्नु भएको छ, अगाडि देखिराख्नु भएको तपाईँले ब्रिजको आडैमा छ एउटा सुपर मार्केट, अलिक ठुलो खालको। हामी त्यहीँ जाँदैछौँ है साथीहरू। हजुरहरूले हेर्दै गर्नु होला मेरो भिडियो, सबैजनाले वाच गरिदिनु होला, फलो गरिदिनु होला भन्न चाहन्छु। हेर्नु साथीहरू, हाम्रो नेपालमा अब घर बनाउन पर्यो भने अब यही बनाउनलाई हाम्रो वर्षौँ लाग्छ भने हेर्नुहोस् यहाँको मान्छेहरू कति छिटो गर्छ। म मार्केटमा आइपुगेँ। मार्केट हो यो कि बन्द छ र मार्केट? हाम्रो ठुल्दै हुनुहुन्छ। हामी फाइनल्ली मार्केटमा आइपुगेको अवस्था भन्नुपर्छ। पहिला जस्तै चेन्ज भएको हो मार्केट, त्यस्तै हो यार। फाइनल्ली मार्केट आइपुगेको अवस्था। अब हामी भित्र छिर्दैछौँ। यस्तो छ, ब्रिजको आडैमा मार्केट छ। मार्केट कति ठुलो हो ललिपप पनि, ओभर ठुलो होइन र, टाउकै जत्रो छ त्यहाँ ललिपप पनि। ल हामी लिफ्टमा चढिसकेका छौँ र माथिल्लो तलामा जाँदै गरेको अवस्था हो हाम्रो है। साथीहरू नेपाल जाँदै हुनुहुन्छ भने सुर्केस छ है, लगेजहरू, रोजी छाटी, पर्सहरूको लागि यता छ। लेडिज बिहे गर्नुभएको छ भने बुढीको लागि, नत्र भने गर्लफ्रेन्डको लागि, जस्तो खोज्नुहुन्छ त्यस्तै छ कि। विदेश भनेको विदेश हो क्या, खत्रै हुन्छ नि फेरि। क्याप यस्तो हुन्छ कि, कपाल छ कि अलि लामो, त्यही भएर खत्रै देखेको छैन भाइ। देखेछ यार। भाइ के हो यो, केटाको केटीको ले नै मानेन कि। अब आफ्नै आइफोनदेखि चाहिँ यसो फोटो खिचाएर हेर्नु पर्यो कस्तो लाग्ने रहेछ, हेरौँ न। भिडियो बनाइहाल्छु म एकछिन, कस्तो लाग्छ हेरौँ। तर क्याब चाहिँ खत्रै लाग्यो कि मलाई, लिएर जानुपर्छ एउटा। धेरै वर्षपछि हामी 12 घन्टा गर्ने मान्छेहरू सबैजना एकैचोटि हामी ड्युटी जाँदैछौँ है। के अवस्था बन्धु भाइ, ভালো আছেন? क्या आज के तो एक साथ হয়েছে का ड्यूटी एक साथै जाइतेछ। म बङ्गालीहरू हो, नेपालीहरू पनि छ। म बङ्गाली भाषा बोलिरहेको छु। मैले सबै सिकिसकेछ कि अब 5 वर्ष भइसक्यो। अब बुड्ढा बुड्ढा और के अवस्था भतिजा?
या আমার ভতিজা বন্ধু আছে, সব বন্ধু আছে। এই স্পাইডারম্যান দেখা যায় না ভালো করে, স্পাইডারম্যান এ সুপারম্যান সুপারম্যান না ওই ওই না কি অবস্থা সুপারম্যান, ভালো আছো? ভাই के छ भाइ, कस्तो लागिरहेछ? भर्खर उठेर आएको छ कि अहिले होइन? यो আমার বন্ধু ভাই তো ভালো আছেন? ভালো লাগতেছে, ঘুম ভালো হয়েছে, আরো ঘুম আছে। তো 4-5 ঘন্টা ঘুমাইছি, ঘুম ভালো হয় না। কথা বলছি, আড্ডা দিচ্ছি, আমার রাতে ভালো লাগে না। ভালো লাগে না, ভালো समस्या নাই। আমার ছেলে আসলে सुन्नुभयो नि, म नेपाली पनि तर बङ्गाली भाषा बोलिरहेको छु, सिकिसक्यो बोल्न, बाङ्ला जाने। सबै सिकिसक्यो। हामी जाने बेसी जाने भनेको मैले धेरै जानेछु। কি অবস্থা বন্ধু ভাই, ভালো ভালো, আছেন? কেমন আছো তুমি? ভালো আছি। তুমি আমার মায়া করো বেশি? হ্যাঁ, তোমাকে অনেক ভালোবাসি তো। ভালোবাসো, আমি তো ভালো আছি বেশি। ওই বন্ধু ভাই কি অবস্থা, সবজন ভালো আছেন? ड्युटी आइपुगेको अवस्था हुनुपर्छ है साथीहरू। हामीले अनलाइनमा चामल मगाएको, एक दिनपछि चाहिँ आइपुग्यो। ऑनलाइन इधर का था लोकेशन, और कैसे आ गया? सही है, मिल गया तो एक दिन के बाद मिल गया, सही है ना? सही है। चलो मिल्यो, छुट्टी आएछ न। म मार्केटमा आइपुगेँ। मार्केट हो यो कि बन्द छ र मार्केट? हाम्रो ठुल्दै हुन्छ। हामी फाइनल्ली मार्केटमा आइपुगेको अवस्था भन्नु। हामीले अनलाइनमा चामल मगाएको, एक दिनपछि चाहिँ आइपुग्यो।